हेलो गाइज गुड मर्निङ ल हेलो भन्नु धन्यवाद 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 आज चाहिँ हामी कुन ठाउँ रे यो दुबईको जुमेरा बिचमा घुम्न आयौँ हामी 3 जना भएर हेर्नुहोस् आउनु भएन त्यही पनि हामी इन्जोय गरिरहौँ यो चाहिँ अहिले नयाँ बन्दै गरेको बिल्डिङ रे समुद्रको बिचमा बिच त होइन छेउछेउ पर्दो रहेछ अनि अर्को यो समुद्रको बिचको होटेल यो हो क्या है 5 स्टार यो 5 स्टार होटेल यस्तो भिड गाइज अब हामी चाहिँ संसारको सबैभन्दा महँगो होटेल संसारकै है दुबईको होइन संसारकै अनि त्यहाँभित्र चाहिँ के खाने भने कफी पनि सुनको सबै होटेलै सुनको होटेल हो रे बाहिरबाट हेर्दा त डायमन्डको जस्तो छ बाहिरबाट हेर्दा डायमन्ड छ भित्र हेर्दा सुन छ अरे त्यहाँ त हेलिकप्टर नि बस्छ अरे यहाँबाट हेर्दा त्यत्रो छ नजिकै देखे यहाँबाट अब त्यहाँ त्यो चाहिँ एकदम टाढै छ अरे तर यहाँ नजिकै देखेको कि ल रुक्नै म हजुरलाई यो तलको वाटर पार्क अनि यो माथिको यो अघि मैले व्याख्या गरेको होटेल यही हो बाहिरबाट हेर्दा चाहिँ यस्तो हो तर यो एकदम संसारकै भिआइपी होटेल महँगो होटेल सुनको कफी खानी यही सुनको कफी त होइन होला नि हो सुनको पाउडर हालेर खाने उस गर्ने होला कि त्यसलाई त्यो कफी बनाएको होला कि खान मिल्ने गराएको अरे यहाँ त हेलिकप्टर नि उता माथि बाथरुममा नि धारा सारा सबै सुनकै धारा हो अरे हो यसको साउलाई हेर्न मन लाग्यो मलाई त 7 स्टार लग्जरियस होटेल नाम के हो बुर्जला लाम बुर्जला रफ नाम भन्न न्याउन भनेपछि पक्कै ल इन्ट्रेस्टिङ छ बाहिरबाट हेर्दा त्यस्तो च्याप्टो जस्तो भित्र फुकेको होला कि है ए डुगा सेपको उता माथि चाहिँ हेलिकप्टर बस्ने यहाँ धेरै बेर रोक्न मिल्दैन र त्यही भएर हामी यहाँ भित्रैदेखि भिडियोहरू गराइरहेको छ यो वाइल्ड वाडी वाटर पार्क ल ऊ यहाँ लाइन बस्नु भयो त भित्र के छ वाटर पार्क हो के भन्न खोजेको भित्र नि त्यही यही पानी हो ए पोखराको डेभिड फल जस्तो रहेछ है ल ल ए नेपालको सब दुबईले कपी गेट यहाँबाट है यो लग्जरियस 7 स्टार होटेलमा जाने यहाँ बाहिर चाहिँ हेलिकप्टर बस्दो रहेछ समरसल ए भिआइपी गेस्ट आउने ठाउँ फेरि यस्तो रहेछ ल हामी मिडल भिआइपी यति बाहिर भयो नि आयौँ होइन र ए दुबईमा दुबो चाहिँ टन्नै हुने रहेछ ल है साथी हो यस्तै है यहाँ त गाडीमा हिँड्न उस रहेछ कि सबै खजुर रहेछ हेर्नु है कारी स्लिम कार्प्स अनि हजुरले अनि त्यही भन्नुभयो अनि त्यतिकै बसिरहनु भएको थियो अनि जाम भन्नुभयो अनि फेरि उठेर हिँडेको ल है साथी है
तर यस्तो राम्रो हुँदो रहेछ। वन्डरफुल। जता नि त्यस्तै त्यस्तै हो, केही भिडियो बनिएन। दुबईमा दुबो ल सुनको होटेल कस्तो क्लियर नाको सुनको होटेलदेखि हामी यहाँ टाढा आइसक्यौँ। अफिस ब्लक कोठा छैन होला यति टावर संसारको सबैभन्दा अग्लो टावर। हेलो साथीहरू, हामी चाहिँ त्यो ठुलो एकदम भिआइपी टावर हेरेर आएपछि अहिले बरदुबईमा नेपाली पार्कमा आएको छौँ। नेपाली पार्क यहाँ चाहिँ तिजको बेला यहाँ हाम्रो तिज भएको बेला यहाँ आएर सबैजना गीत गाएर नाच्ने रमाइलो गर्ने गर्नुहुन्छ अरे। भइसक्यो सुरु भइसक्यो। हेलो गाइज, अहिले चाहिँ हामी दुबई फ्रेममा आएको छौँ। हेर्नु न कस्तो टाढाबाट चाहिँ ठिकै देखिँदो रहेछ कि नजिकबाट त मेरो मोबाइलमा हटेर साथी हो। यो चाहिँ दुबई फ्रेम मेरो मोबाइलमै अटेन। अब सोच्नु कति ठुलो। यहाँभित्र चाहिँ सबैमा त्यहाँभित्र कसरी हो थाहा भएन, तर त्यहाँ चाहिँ मान्छेहरू गएर सबै घुम्ने ठाउँ छ अरे। ल दुबई फ्रेम मान्छेसँग हिँडेपछि सेक्युरिटी गार्ड नि बन्न पर्ने रहेछ बेला बेलामा। ल सलमान खान त के हो र। यत्रो माथि त भोलि बिहानसम्म पुगिन्न। साथी यो चाहिँ दुबई फ्रेम हो। हामी अहिले बाहिर छौँ, भित्र गएपछि म अपडेट गरिहाल्छु। त्यसो के बालुटामा फुलेको हो कि के हो? पानी हेर्नु न कति हानी पानी गर्नु। ए यहाँ तलतिर त अटोमेटिक पानी सिस्टम आउँदो रहेछ। फुल चाहिँ यस्तै यस्तै सेतो कि यस्तै यसैको कलर मात्र फरक हुन्छ। हजुर यो पार्कको नाम चाहिँ जबेल पार्क हो। होटेलबाट उडेको हेलिकप्टर खै। ल यो चाहिँ पार्क। साथी 1 महिनाको स्यालेरी बोकेर पार्क घुम्ने भयो। यो त यस्तो कराउँदो रहेछ साथी हो। हेर्नु न के करायो अब। पालै पालो सबै कराउँदो रहेछ। यो अघि यो कराइरहेको गाइज हेर्नु न। यहाँ गाड हिँड्न पऱ्यो। यहाँ भिडियो हो क्या, भिडियो युट्युबमा आउँछ। ल म फोटो खिचिदिन्छु रोक्नु रोक्नु है। आमा कस्तो राम्रो।
साथी हो अब हामी जानु त अग्लो दुवै फ्रेम जाँदै हम कालो पनि भइसक्यो एउटा कालो एउटा सेतो भइसक्यो फोटोसुट गर्ने हो भने नि आउनु यस्तरी फोटोसुट गर्न पाइन्छ यहाँ वाओ F1 कहाँ दुवै फ्रेम त यहाँबाट राम्रो आउँदो रहेछ यहाँ चाहिँ लुम्बिनीको जस्तै रहेछ साथी हो यहाँ टाउको मात्रै आएछ हजुर सर हामी चाइना टाउनको यहाँ सरी दुबई मलमा चाइना टाउन रहेछ हेर्नु वाउ यादै यस्तै साथी हो ल कसो कसो ल साथी हो पानीको झर्ना पसल जिमहरूको प्रोटिनहरू दबाईहरू साथी हो कस्तो चिसो पानी आमा साथीहरू हेर्नु न आमा 8 के लेखेको रहेछ यहाँ छुट्टै गाइज हामी दुबई मलको एक्वारियममा हेर्नु कस्तो कस्तो माछा रहेछ यहाँ त कुन ए वा खै सार्क हो कि के भन्छ यसलाई होइन क्या खै के हो पुतली जस्तो नि छ के हो ल गाइज यसलाई के भन्छ ल भनौँ है कमेन्ट गर खै ओके खेलाउनु जस्तो अनि यो के हो यो च्याउ जस्तो ढुङ्गा हो कि के हो जहाज है यस्तै रहेछ उडेको हेर्नु न कस्तो मजाले उडेको कस्तो राम्रो रहेछ के यस्तो क्याप्चर गरौँ भनेको माथि लग्यो
ल यो डुवावाला होटेल साथीहरू संसारकै सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खलिफा आमा ल हेर्नु डबल भिडियोले मार्केट लिइराखेको ल दुबई डुलेर भ्यायो अब हामी युरोप कन्ट्रीतिर आउँदैछौँ यो युरोपको झन्डा हो युरोप भन्दा कम छ चिसो र चिसो भर के भन्यो अरू जस्ट यता 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 फुल देखाइदिनु ल यहाँ चाहिँ पानी नाच्ने ठाउँ रे 7:30 भयो बजे बल्ल हामीलाई ढिलो भयो अब चाहिँ हामी गयौँ हामी टाढा जान पर्ने भएकोले आज चाहिँ मेरो बर्थडे पनि थियो अनि त्यसपछि हामी चाहिँ जाऊँ न त घुम्न भनेर दुबईको मेन ठाउँहरू जुमेरा बिच अनि त्यसपछि दुबई मल बुर्ज खलिफा बर दुबई अनि दुबई फ्रेम पार्कहरू जालिब पार्कहरू सबै एकै दिन चाहिँ घुमेर आएको हो हजुरहरूले मेरो भिडियो हेरेर इन्जोय गर्नुहुन्छ होला अनि सबै कुराहरू चाहिँ यो भिडियोमा क्याप्चर गरेर पनि पोसिबलै हुँदो रहेन कि अनि त्यसपछि मेरो चाहिँ ब्याट्री पनि सकिन लागेको भएर मैले थोरै भिडियोहरू मात्र कति राम्रो कुराहरू त म क्याप्चर गर्नै पाएन थोरै भिडियोमा यसो मेमोरी हुन्छ भनेर क्याप्चर गरेको छु होप हजुरहरूले हेरेर इन्जोय गर्नुहुन्छ होला यति भन्दै म मेरो भिडियो यहीँ इन्ड गर्न चाहन्छु डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई गाइज